पछि यसो यसो भनेर उहाँ पनि हेर्नु अब उहाँ पक्का घर छन् अब उहाँ काम लाग्छ अब गाडीमा राजा बन्नुपर्ने के छ कोही कान नसुन्ने कोही हात उडाल्नु आउने के हो अङ्कल निकाय बुझाउनु केही अब साँचो चित्त नबुझेको कुरो होइन भन्नु चित्त बुझ्यो लैन आयो भनेपछि नि छेक छेक पात कसो हो क्या हो भन्ने अब तिमीलाई सिकाउनु केही नै पाहाड पनि देखेर यी त त्यसै लाडा बहिनी यो पनि त्यसै लाडा छन् केही नै अहिले भने कुरो पछि के जाने के पखाने भन्दा त्यो कान सुन्दैन यी त्यसै के भयो अब त्यो कसो हुने अगाडि के थडीमा के छ केही तान्नु पर्दैन नि हो त्यति नयाँ केही हुँदैन भने तिमीलाई म यहाँ आउँदैन त्यो केही हुँदैन कपडा जुटाउनु त सिधा सिधा माथि त केही छैन त्यस्तो वास्तवमा केही हुँदैन कि यो 12 बन्द हो त्यो 12 बन्द थल्याएको हे परु मसाले नौको अथम दुमको थल्याएको त्यसले 12 बन्द तिरै हो अचाङ्न मेरो केही गल्ती भयो हात मुखको गल्ती भयो भने अचाङ्न त्यो पनि किमा दिए हे परु परमेश्वर यो तुलाई एउटा चोटोबाट 500 भनिकन तुलाई सोद्धा छन् जस्तो व्यवहार सत्य दुखी बाए हे परु परमेश्वर तो मुख सरस्वती महाबली हे परु साँच र फल्ना छ र बौली खेल्लो छ बनाउनु नअरे हे परु तेरालाई म कस्तो हुन्छ निठोमा बसेको छु हे परु परमेश्वर रोगको रोग पापको पाप काटे दुधको दुध पानीको पानी हे परु परमेश्वर पानी छिटा पाला नि त किन ठ्याक्क त्यस्तै बस्यो त त्यस्तो उ त केही छैन कोठामा पनि मैले सुनपानी बनाए फाले मैले नाइ फालो एकखेरी फाले त गए त्यो आउँदा नि अँदा त्यस्तै पारस पारसको ठिक कन्या के रे नाली त तैले आ के गरौ नि हाल त रुनु के आले भन होइन महाराज परमेश्वर मेरो बनाएर तपाईँ यो जीवमा सन्तान हो भने कसैको जो बनाएर लागि बाँकी छ कि एउटा कसैको आँखा अँध्यारो मोबाइलो छ कि आएर त तैले धुटमुना छान्नुले बारसँग राजा डग्ने धेरै छ नि राजा तैले राजा धुटमुना छान्नुले बारसँग सोध्याउ है क्या भन्नु भने तैले राजा मुख नै होइन दोर्छ राजा डाङ्ग्रेको नै राजा तैले हेराउनु अरे आइद है डाङ्ग्रेको नै हेराउनु अरे आइ नाइ हेराउनु अन्त कहीँ कहिले हेरिन पहिला त हराउन गयो हात तप्दै राजा हातको पुरै नै यो
कायदा बिग्रेको चाहिँ राजा अहिले राजा हुन त आङ्को दर्द राजा मुडी मेरै राजा अहिले राजा यो अघि राजा कायदा बिग्रेको राजा अंशिष्ण राजा तेरो राजा कसले केही भने कसले केही एउटा यो कुले बिग्रेको राजा माउजातबाट उब्जनी हुनुपर्ने राजा यो दन्तबाट सेतो बन्ने पेलाबाट उब्जनी हुनुपर्ने यो अहिले 4 पुस्ता भयो धेरै हानि नोक्सानी भयो तेरो तुलाई है डेर धोबामा चाल बनाउनु चाहिँ के आउनु पर्ने छ महाराज त्यस्तै राजा कलिजुगा नरकन कलिजुको भ्यात पनि राजा तेरो चित्त बुझ्छ भने तुलाई शरम छैन मुजा डाँडो गए राजा म ल सूर्य पानी ल्याए राजा थलपल मेरो भएको मान्छे अरूलाई छडीपट्टि दिन पाएको रे आज राजा तुले अकाल अगाडि मलाई सोधि त कसले राजा तेरो पूजा भने कसले भूमिबाट पनि निकाले आउँदै भूमिबाट पनि निकाले आऊ के हो निकाले आऊ पनि थाहा पाऊ न बुढाबुढी मान्छे के हो कर्स हो त्यसै हेराउँदाखेरि आफूले थाहा पाउनुपर्छ अब हामीलाई त अब पछाडिका मान्छेलाई हामीलाई थाहा छैन अब तुम बुढिएका मान्छे भने लाटाको अघि राजा यो दन्तवर्ण माउजातको बिरिनी हुनु भने सीतापेलाबाट उर्दुनी हुनुपर्ने राजा अहिले धोपामा तै मेरो भाँ छ किन लडी छ किन धोपामा ताल हुन्छ 10 काइने आज भने 20 खर्च हुने सपिन्न पनि पिट्नु अहिले नरे राजा तुले राम्रो भने पनि पिट्न पर्ने राजा हुन त राजा त्यस्तो छ म अहिले तेरो आङ्को दर्द गराउ हो त पनि राजा यो तेरा अंशकै राजा जडा पैसा गयो अंशी हो त्यो तमी बुझ्नु त भन्ने न त्यो कासलाई पनि बुझ्दैन तमी सोध न कस्तो गिराउने होला कहिलो अब के हो थाहा पाओ तिमी अब हामी के थाहा पाऊ हिलो हैन धुलो बासे हामीलाई त पाखो जग्गा अच्छा अंशी भाइ झगडिया गाए भूमि अर्काको हुनु पर्ने जग्गा अर्काको अच्छा भाइ झगडिया भूमि अर्काको है जग्गा अर्काको भाइ झगडिया रे तँ पनि बुझ्दै अघि पछि त पुरा हद्दा अगाडि महाराजको त्यो बाहिरको भूमि बाहिरको हो दुई भाइ भइसकेपछि नि त्यो आपसको कि विवस्ती महाराज आपस झिकेर जाने दुल भाइ होइ भने यो नखान होस् भने भनेको पिट्टु बाहिर जा ढोका दे नाइ नाइ ठोलो नाइ नाइ लामलाई ढोका अहिले त पर कोबाट हुलिए त तेरो होइन साफ पुस्ता भयो होला अब तेरो सुधार्ने कुराकानी अब के हान्ने महाराज बन्ने छ त त्यो कोहीको त्यो बाहिरको मानिसको पनि भ्रष्टाचार तू हेर आज बुझ्दैन हेर भाइ बे परअंशीको जग्गा हुनुपर्ने यो भूमि हेर यो अंशी थोडा सेता पेलाबाट उब्जनी भएर माउजातबाट बिरिनु भाइ भाइले लडाइँ भएर गयो अच्छा काहीँ त्यो के लडाइ भएको हो के काहीँ चार पुस्ता भयो भनेपछि माउजातको कोही भयो होला बाजा बजाइको अब काकीका आमा पनि झगडा पढेन अघि अब जा पढ्न जाने अघि बजाइको झगडा पढेको कुराकानी होला महाराज परमेश्वर पढिकन हेर त बाहिरको ल्याएको हेर अच्छा बाहिरको बजे तुम्ही अगाडि सर बजार न बुझेर पनि अब त्यसै हेर्न मात्र हुने अब बुझ्नु के बुझ्दैन अंशीको झगडा बढायो भने अब पहिला बुढाबुढी माटै हो कि पछाका सुनकन्नेर अहिले केही भएन यो जडामा राजा तुलाई हुन्छ अहिले राम्रै हुने छ त पनि राजा जडामा त अघि बात तेरो त्यो 10 काइने आज भने 20 खर्च हुने अहिले राम्रो हुने पछि नै राम्रो हुने राजा त्यसै कहिले दर्दै छैन भने कहिले राजा 1 सन्चो 1 20 सन्चो होइरहने
हुन्दाङको दत्त नछुटिने कटकटा अनि धेरै पुस्ता भई अरू औँसी कोही लड्या पनि आउँछ गयो अरे बाबा त्यो औँसीका कुरा गरेका छन् अनि त्यो आउँछ काका जग्गा मात्र जग्गाकै भाइको भाइको मान्छे हो लड्ने औँसी भने भाइ भाइ जेठी हो कि कान्छी हो कि माइली हो कि साइली हो महाराज भन्नु छ यो बाटो त्यो कुरै बुझ्दैन नि उसै हैन थपल क्या के हो थपल ज्ञान अब कोही कुरा बुझ्नु सुन्नु छैन त्यसै न छो मात्र हेर छो मात्रै आइयोको त्यो पनि थाहा छैन आबैले थपल कि काउनु हाल्यो त्यो थाहा पाइराख्नु आइयोको महाराज भन्नु छ मौजा त्यो झगडा परेको हो यार आज यो त यो माइत पनि टाढा हुनुपर्ने त है माइत पनि टाढा हुनुपर्ने र उसै न त्यो क्या भयो भन्दा न क्या माइत पनि टाढा हुनुपर्ने अरे महाराज भन्नु छ यो जरा हिङ परेको त तु हेरा धुन्नुले चान्नुले वाले अघि भने कोही केही भनेन कोही के भन्नु म त हेरा तेरो हेरा दाजुले बोलाइदिए बोलाउ त म पछि हेरा अपुताले अंश कसको छ त्यो अपुताले अंश त हाम्रो कोही केही छैन महाराज त्यस्तो त कोही छैन है महाराज भनेछ अबुताले अंश त कस अबुताले कोहीको छ कोहीको छ हाम्रो कोही केही छैन हाम्रो परिवारमा त कसैको छैन त्यो अबुताले अंश हाम्रोमा कसैको छैन कसको छैन कोही नभएको अंश तेरो को छ उइको केही छैन महाराज अबुतालेको अंश त हाम्रो परिवारमा पसेकै छैन अबुताले जग्गा कोहीको चाहिँ अंश अबुताले जग्गा कसैको छैन मेरो परिवारको छैन पहिल्यै बुढाबुढीको भइदिए मात्र पहिलाको होइन पछिको हेराद बाजेको दिनुमुनिको हो तर यो माउजातको बिरेनी बाहिरबाट हेराद अगर हात छुटो वचन बोलिकन हेराद कुञ्चितको उबादमा हेराद पछि पिठे पिठे लडाइ परेको माउजातबाट उभति भएको त्यो त होला अबुताले अंश त छैन महाराज त होला र कोहीको झगडा परेको थाहा छ त अबुताले अंश नै हेराद त्यसको अंश उसको कोही छैन हेराद त्यो पुर्त छैन उसको थियो अबुताले अंश हामीले कोही खाएको पनि छैन कसैको छैन त्यो त मलाई पनि थाहा छ अबुताले अंश त परिवारको सुनारको परिवारमा कसैको छैन होइन त्यति कुरा त थाहा छ अरू यो पुरानो कुरा के आउने थाहा छैन जे भन्यो भने मात्र हो तेरो हेराद भनेर हुने नि यो भूमि पनि यो म पनि हेराद तेरो हेराद खाए भयो नि यो धुइरी पढ्या छ त्यो पनि त हेर्नु धुइरी कसको पढ्या के पढेको त्यो पनि त थाहा पाउनु पर्यो त छैन भने दक्षिण अंश हेराद अंश पसेको छ हेराद जसको भएन अबुताले अंश त्यस अंशीमा तेरा पढेको छ अबुताले अंश त हाम्रोमा पसेको छैन झगडा परेको कोहीको त थाहा छ धुन्द बाजाबाजी भइया कोहीको हो यो त बाजाबाजी पढेको त नाउ लागि उख्या त सार्गे आमा र आमाको झगडा पढ्या ऊ त इष्टमित्र हो इष्टमित्र हो त्यहाँ अबुताले अंश र त्यसको माटाको उब्जनीमा त्यो होइन माउजातको झगडा परेको ऊ बराबर
केका लागि झगडा बढ्यो त कहीको स्वर्गीय आमा गाउँदा तुमके रानी स्वर्गीय आमा गाउँदा नौला झगडा ए देउता यसरी बोल्न इले मा टाढा हुनुपर्ने त्यसको मा टाढाइ त हो त यही जग्गा मा टाढाइ उनको टाढाइ आयो माइतीलाई राजा तोइ भन्न मुख्य खास रे रात भनी माइती को यो राजा अब गरिकन आयो कान हाले उहिले पनि सन्चो छैन सन्चो छैन तुलाई होइन छैन उनको सन्चो एकै छोरो मात्रै छ उहाँ पक्तै राजा जात भनिकन राजा माइतीले राजा त्यस्तो हो क्या पक्तै राजा भन्ने भनेर यस्तै पठाएको को देउता धेरै बेलामा राजा बन्नु छ बा एकै छ राजा बलिलो बाएछ मुई भन्दा पनि बलिलो के पुग्दो थियो त्यो के पुग्दो थियो त्यसै हन र भन्ने रा बा भन्ने राजा कटकटा ने राजा यो म त तिम्रो भन्नु गयो आमाको माथि देउता बलिँदै हो त बलिलो हो यो बलिने त हो त छबिसा निलगढी निराउरो अर्को खबिएको चाहिँ अब त्यसलाई सुधार्नको लागि के गर्नुपर्ने अब उनको सन्तान गइरहेको तँ उहिले पनि राजा त्यो जो झगडी छ उहिले राजा बोलाउन सक्दो भइ के मरिगन सियानो होइन उसको सन्तान सकिँदैन उ त बनाडिने आमा बन मरिगयो एकै छोरो ऊ बन मरिगयो नालो भाइ यो कुरा हाल्नु पर्नु पछिबाट उसँग पनि बाटो गर्नु पाहाडै छ त्यो उक्किने बेला छ हामी यहाँ पाहाडै छ यो द्वन्द्व बाजाबाजी भइकन राजा यो ढुएकी पढेको हाल्नु भन्ने शब्द भने आउँदै भूमिबाट त केही छैन महाराज वंश पकेर भूमिको बाटो दिउँलाई रा कहिले यो द्वन्द्व बाजाबाजी भूमि हेरा त तेरो उन्लो होइन यो भूमि अलिग्रो भूमि छ यो अब तेरो हेरा त अंश होइन यो पराइको भयो तैँले बुझिने तेरो बाँको पनि होइन तैँले त्यहाँ पसेकै नै पनि यो दोर्साको भूमि हुनुपर्ने यो त्यसले थाहा होला त त्यो झगडा बिहा आउँछ त अब एउटा एक साल त खाइयो भनौँ खाइयो होला त्यसो झै झगडा पढ्ने त कहिले उपाय भएन झगडा पढिकन होइन मर्काए राजा मर्ने बेला मेरो कोही केही छैन मेरो अंश नखानु भने उसको मुनमटा भइकन ऊ भएको अहिले तुलाई पक्रेको यो माउदाबाट फेरि बाहिरको बाए यो जडा पसेको त्यो बाहिरको बाए के बाए भन्ने राजा निलाग्रो भन्ने अर्को खबी आएको छ त मैले भने सोध्दा भितो हाल म त भन्ने नि राजा म त ताल हुने आधोपामा 10 काने आएपछि काहीँ पुगेको पनि अहिले भरि हुने पछि नहुने कटकटा यो निलाग्रो काम कटकटा हो भान्साको नाउँ त म त अहिले भन्ने नै राजा निलाग्रो नाममा तँ ऊ गर्दे अब अहिले त्यसलाई महाराज वंशले के गर्नु पर्यो कसो माउजात पनि उहाँ पनि राजा पुरुष होइन यो माउजात डक्टी थियो उहाँ हो यो माउजात त छैन अहिलेको कुरा होइन पहिले माउजात त्यसको राजा माइतीमा माउजात डक्टी थियो दियो त बडो ऊ बनाउने थिए
तँ अहिले केही नआएर ऊ थाहा पनि नसुझे यो मासु के त्यहाँ आएर सिकुनिया महाराज बनिसकेर अब त्यो जस्तो दिनमा तयारी छौँ यो विगत सेता त्यसलाई दन्तबाजाबाजी हुनुपर्ने केका लागि दन्तबाजाबाजी भयो बेलाबाट त के होलाइन कुञ्चितबाट कञ्चितबाट बेलाको पनि काम भयो बेलाबाट बाहिरबाट गइकन मेरो कोही भएन भनेर राजा माइतीसँग वेदना गएर माइतीले राजा जाता भनिकन यो ढुइरी बढेको छ आगो पठाएको हो यो त्यस्तो अरेको त्यो धितो हालेर तेरो दोकान बाहिर सारिदिए राजा एक सन्तो एक बिसन्तो ने म सुत्देउँला अहिले आद्य बेग्न भनेर धितो हाले तेरो दोकान बाहिर सारिदिए यो मासु तेलो हाले धेरै गडेला भाइ यो राजा जडा पैसा गर्यो तैँले थाहै छैन राजा अरे थाहा हुने अब महाराजा पनि सर खोज खबर गर्दैन अब बुढाबुढी मान्छे हेर्छ त अब हामीलाई पछाडिका मान्छेलाई त हामीलाई के थाहै छैन यो कुले के बिगाडे यो तेरा औँसीले कुले त वर्ष मानेकै छ महाराज कुले बिग्रिया त यो बिग्रिया त यो बिग्रिया छ भने कहिले हातबाट बिग्रिया छ त्यो कुले कहिले हातबाट तेरा बाङाले होइन यो कुले बिगाड्ने अर्को त यो डाङ्ग्रे छैन दाइ डाङ्ग्रे छ उनले बिगाडेको छ त यो बिगाड्ने वाला उयो छन् कोही राजा मान्ने छन् कोही नमान्ने छन् त को छन् यो बिग्रिया त यो कुले तुले होइन सबलाई यो ढालो आउनु चाहिँ त्यही कुरा गरेर अब वर्ष पाठा लिन आइछौँ अझ त्यहीका जहाजमा जान आइछौँ अब यहाँ त नै कुले त सुन कुले त हामी पुज्दछौँ नपुज्ने कुरा होइन तर कुले पुजेर नै सुन न कुले पुजिकन के हान्ने हो सबै भाइ बिनाको जुट भएर कोही गएका हुँदैनन् अब कोही कुले खुसीले गएका छैन एक्लाले यहाँ पर गुजुल्का गरेर पनि हुँदैन त्यो परिवार सबै मिलेर जानुपर्छ गएको छैन अहिलेसम्म त्यसरी उनलाई आफ्नो मेन भनेको पुज्ने सक्दैन राजा डाङ्ग्रे टोपे भनेपछि म राजा यो सानो तरी सक्दैन भने तँ उहाँबाट छाप ल्याएर बल्ल दुख्दै ल्याउनु हुने दियो दोगडो ल्याएर यहाँ पूजा पनि हुने चाहिँ त्यसै उठाइ ल्याए हुने तर अहिले हामीले भने कोही के चाहियो भन्ने त आवन छन् तेरो सन्तान क्या त भाइ तँ अब कुलेलाई पनि तेरा भाँडहरू सब मिलेर तेरा हातको हुने सब मिलेर यसलाई तुले पक्रिया होइन यो कुले त यो मुख लाग्यो यो सबले बिगाड्या त त्यो लिकन धुद्धी सुद्धी लाए त्यसलाई गाई तर्फे हट्दाखेरिमा पनि अझ त्यो कुले र त्यो देउताइ हो भनेपछि नि जान्छ सबै 4 बजेका चारै नाति हामी सबै बराबर गयौँ हट्दा त हऱ्यौँ अझ पनि अझ देखिने त्यही हो महाराज भनेर कसरी गर्ने सुन्दा नि सब मिलेर पहिले धितो हालेर जसो आयो दिन उसो गए दिन भन्ने नरको भाग त्यसो भए नहर ल्याएर धितो हालेर केही छैन तर यो माउजातको धेरै टाढा राख्नुपर्ने चाहिँ धितो तेरो दोकान पटक्कै नराख्यो हद्दा पनि छिट्टै खबर अरे अच्छा ए जेठ पुर्णिमा हुन्छ महाराज गर्नु त्यो कुरा नि पहिले एरा त उहिले सहमति ले तैँले एउटा दिता हाल्यो उहिले पक्रेन त अझ म पाक्दिन राखु बराबर त बोलाइकन राख्ने एक दिता हाल्ने
उइकन बोलाएर हाल्नुपर्ने भने पनि बोलाउनु पऱ्यो। यो कुरो त्यो हाल्नु भनेपछि नि उसलाई पौड्ने हो। उसलाई पौड्यापछि नि अझ पछि हर्नुपर्ने अझ दुमले हर्नै पर्ने छ। त्यसलाई अब पहिला सोधपुछ गरौँला। त्यसलाई जो जाँदा पहिले सोध। अब अटेरी भयो भनेपछि लाग्छ खिमा दियो अहिले सबै क्यारी हुने कसरी हुने अब खिमा दिने बाटो गर्नु पर्यो। अब जो बाटो देखाइहाल्नु भयो अनि त्यसको अब त्यो समाधान गर्नतिर लाग्नु पर्यो। त्योभन्दा त्यो राजा 2 कुले हुनुपर्ने हेर कुले त्यो माइतीको हेर 2 कुले अब जो डबल कुले भने नि त्यसले बिगाड्ने टाढा माइत हुनुपर्ने त्यही त भान्जोको नाउँ मिलाएको भन्ने माउदार व्यक्ति थिए। त्यस्तो भइकन उसले मलाई यस्तै भयो आज भने दन्तबाज धेरै दुःख भयो आयो त्यो दिदोहालले अब उइकन बोलायो बोला तँले अटेरी भयो भने उसले पक्रेन त म सुत्योला भनेर दिदोहालले राख्यो। 2 कुलेलाई के गर्नुपर्ने अब राजाप्रदेश परिवार सब जुटो भएर त्यसको हातको छैन त त छैन ऊ त्यो बराबर हो। अब होस्टै गरेको छैन। अब म बाध्यहरू त बराबर कुले 1 भन्दा 2 कुले छ नि। अब होस्टै छैन यो चालो लगाएको छ। अहिले तुलाई राजा बिगाड्ने ज्यादा अहिले कुले होइन। त्यो दन्तबाजाबाजीको ढुइरको यो कुले सरलाई राजा यो हात पसारेको छ। 1 सन्त 1 20 सन्त नि यो कुले बिग्रिएको छ। अरू 13लाई त्यो धितो हालिकन 13 त बनाएर बाहिर राखिदिए झाडमा राखिदिए। जय महाराज परमेश्वर। अब तुमले हेराउने के हान्ने हो कसो सब एक भने यो ग्रह हो आमको दर्द हो। अहिले कोही लागि भन्ने आज यो कुले भन्ने त्यस्तो होइन। धेरै घडेर भयो दाइ तँलाई यो दर्द लाग्यो धेरै भन्दा अब सालभर भयो सालभर भयो। कहिले हरे भएर चेक्नु भन्दा कहिले केही हुन भन्दा आमकै दर्द हो। लागिभागी केही छैन लागिभागी छैन। तर तेरो लथिने राजा कहिकन के कबेल चाहिँ अगाडि अगाडि तैँले हो केही कबेल नपर्छ केही कबेल के कबेल कोही लागिबाट होइन। कबले त हामीले तुरुन्त केही न त्यो कबले आउने हामी गोरेला छौँ पोर्सालै के त्योबाट के कबले हामीले तुरुन्त गोरेला छौँ। यो मुख लाग्यो त भने अरू तेरो यो लागेको हिलो दुलाबाट कसै दन्तबाजाबाजी केही नामको दर्द हो राजा आमकै दर्द हो। कहिले त तल हुनुभयो भने कहिले गतर हुने आमको दर्द हो। अरू केही चिन्ता जस्तो हाल भग्ने हो सपना छन् डराउन छ। सपना डराउनै पर्छ। के पड्डान डराउनै अरू डराउनै सपना पर्छन्। यो अरू घरमा त केही छैन महाराज पनि छैन। घरको के यताउति कुराकानी केही छ कि छैन। थोपाको तुलाई शङ्का होला चाहिँ राजा त्यो अहिले छैन। के म पछि हुन्छु मेरा मन हात पहिले भटभट गर्नु हात मेरा पनि हात कामले उते छ।
कहिले कहिले तेरो खुट्टामा बाहुला आएर भने कहिले केही मिलेर पगे राजा तू पहिली राजा बताली थिए राजा तब त साँचा जुटाको राजा जस्तो राजा मैले साँचो तेरो राजा याद हुने भए यस्तो अहिले मेरो दर्द यस्तो आफैले कहिले अब खाना हेर कहिले राजा म त खानै छु कहिले मुन